र त्यसको उत्तर यहाँ छ। जनसङ्ख्या शिक्षाको दर्शन र सिद्धान्तको व्याख्या गर्नुहोस्। जनसङ्ख्या शिक्षाको दर्शन र सिद्धान्तहरू निकै महत्त्वपूर्ण छन्, विशेष गरी स्नातक तहको लागि। जनसङ्ख्या शिक्षाको दर्शन भनेको व्यक्तिहरूलाई जनसङ्ख्या सम्बन्धी सचेत बनाई उनीहरूको जीवनको गुणस्तर सुधार गर्नु हो। यसले सन्तुलित जनसङ्ख्या वृद्धिका कारणहरू, परिणामहरू र समाधानका उपायहरूबारे ज्ञान दिन्छ र पृथ्वीको दिगो विकास र भावी पुस्ताप्रतिको जिम्मेवारी बोध गराउँछ। जनसङ्ख्या शिक्षाका प्रमुख सिद्धान्तहरूमा निम्नलिखित समावेश छन्। सबैलाई वर्ग, लिङ्ग र भौगोलिक क्षेत्रका व्यक्तिहरूलाई जनसङ्ख्या शिक्षामा समान अवसर प्रदान गर्ने, प्रासङ्गिकता, आवश्यकता र सन्दर्भमा आधारित शिक्षा प्रदान गर्ने ताकि यो उपयोगी र व्यावहारिक होस्, सहभागिता, निर्माण र कार्यक्रम कार्यान्वयनमा समुदायको सहभागिता सुनिश्चित गर्ने, अन्तर्विषयता, जनसङ्ख्या शिक्षालाई अन्य विषयहरू जस्तै अर्थशास्त्र, समाजशास्त्र र वातावरणसँग जोडेर प्रस्तुत गर्ने। थप व्याख्यामा हामी यसका प्रमुख प्रभावहरूलाई केलाउन सक्छौं। 3. सामाजिक तथा आर्थिक प्रभाव। जनसङ्ख्या शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। यसले गरिबी निवारण, लैङ्गिक समानता र शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न मद्दत गर्छ। आर्थिक रूपमा यसले दक्ष जनशक्ति निर्माण गरी देशको विकासमा योगदान पुर्याउँछ। 4. वातावरणीय सन्तुलन। जनसङ्ख्या शिक्षाले बढ्दो जनसङ्ख्याले पार्ने वातावरणीय प्रभावबारे सचेत गराउँछ। यसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग, वातावरण संरक्षण र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ।